हामीले यहाँ हेर्न सक्छौँ परियोजना कार्य अन्तर्गत क्लास 2 का विद्यार्थी भाइ बहिनीहरूले यहाँ स्कुलको प्राङ्गणमा रहेको यो खाली ठाउँमा यहाँ फुल रोप्ने कार्यक्रम भइरहेको छ र यहाँ हामीले देख्न सक्छौँ गुरुआमाहरू पनि हुनुहुन्छ। म उहाँहरूसँग चाहिँ केही प्रश्न गर्न चाहिँ खोजेँ। म्याडम, हजुरको नाम? अनि आज यो फुल रोप्नु पर्छ भन्ने आइडिया चाहिँ तपाईलाई चाहिँ कसरी आयो? राम्रो काम चाहिँ तपाईले चाहिँ गराउनु भएको छ। यसको लागि तपाईले चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। थकमक फुले चाहिँ भाइ बहिनीहरूको चाहिँ जीवन पनि राम्रोसँग फुलोस्, फलोस्। भाइ बहिनीहरूले चाहिँ राम्रो पाठ चाहिँ पढ्नु भएको छ, त्यसलाई चाहिँ आफ्नो जीवन शैलीमा पनि अपनाउनुहुन्छ भन्ने मलाई आश छ।